र साथीहरू स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो एउटा नयाँ भिडियोमा। र आज मैले चाहिँ भिडियो के को बनाउँदैछु भन्दा चाहिँ खाना खाएको बनाउँदैछु। अनि यहाँ हाम्रो खानाको प्रकार चाहिँ पुरै गाउँले स्टाइलको छ। यो चाहिँ सिस्नो भयो, अनि यो चाहिँ लोकल माछा लगायत लोकल अन्डा र यो चाहिँ आँपको अचार। अनि यो चाहिँ पुरै लोकल स्टाइलको खाना रहेको छ र म लोकल स्टाइलमा खानेछु। कतिजनाले सायद लोकल स्टाइलले खाना खान बिर्सिनु भएको होला, आज हेरेर सिक्नु है तपाईहरुले। जोर जोर से बोल के लोगों को स्कीमें बता दे। अनि यो चाहिँ दुईटा खुर्सानी, सायद यो दुईटा खुर्सानी खान सक्दिनँ, मेरो बुढले त्यति राखेको थियो, तर पनि खाने कोसिस गर्नेछु है त। ल स्टार्ट गरौँ है त। पहिलो यो ढेँडोसँग भात ट्याक्क मुछ्ने यसरी, यो सिस्नोसँग खाना यसरी मुछ्ने, यसरी खानुपर्छ। एकदम दामी भयो। तपाईहरुले आज के खाना अनुभव कमेन्टमा लेख्नु होला है त।